ओ माई गड यो केही देखेन ओ माई गड शिट बाटै देख्दैन त हो चिप्लो थियो त मैले देखिसकेको थिएँ चिप्लो छ नि यहाँ त धन्नै ह्यान्डगार्डले बचायो ओपनिङ हाने भाइले खोइ रेकर्ड गरेको थियो रेकर्ड रहेछ खोइ हट यतिकै कुदो अहिलेलाई फेरि पछि फेरि यो ब्रेक थिचिन्छ नत्र ल के भयो अरे हो र यति सजिलो त नहुनुपर्ने त त्यही त यतिमा त हुँदैन तिमीलाई लागेमा त त्यस्तो होला अहिले माथि च्यान्टामा गएर हेरौँ न त नत्र है जान्छ बाइक ल्याइज न पहिला यो बाइक अडाउँछु ल म पहिला मेरो बाइक लग्छु ल जान्छ जानु त जान्छ कि अलिक गाह्रो चाहिँ गाह्रो सौजन जा बस विनोद हिँड नि त्यो बाइक लिएर हिँड मैले लगेको बाटो हिँड है तर हुन त सिधै त हो लकडाहरू अब खोइ क्लच धेरै उयो छ है ल राइडिङ बुटमा आज केटाहरूसँग हान्दैछु तर लास्टै गाह्रो भइरहेछ राइडिङ बुटमा चाहिँ कोही मायाले त बाइक लडाउँछ क्या उता लगेर यार बामेले त त्यसले त हाइटै भेट्दैन त के हो के भयो के भन्छ अनि भ्याउनु त भइहाल्छ नि मुला नि उका अलिक गाह्रो पर्छ नि उकालो ओह्रालोमा अनि यसको सबै अर्को हो नि त एमटीको हो क्या Alright guys, केटाकेटी हो गुड मर्निङ सबैजनालाई वेलकम ब्याक टु SR46 च्यानल आज चाहिँ हाम्रो साथमा हुनुहुन्छ हाम्रो CRF 300 हाम्रो विशाल भाइ आफूलाई त गियर हान्ने गाह्रो भइरहेछ क्या अब मलाई चाहिँ लास्टै अनकम्फर्टेबल फिल भइरहेछ क्या नयाँ बुट भएर पनि होला खुलेको छैन मजाले प्लस बानी पनि छैन नि त तिम्रो पिआर हो सौजन बाबे इन्जिनियर साहबको पिआर बाबे देखिरहेछ आजको राइड चाहिँ हाम्रो गोदावरी टु के अरे चापर खर्क त्यसपछि चापर खर्कदेखि चाहिँ हाम्रो गोदावरी हुनेवाला छ गोदावरीमा गएर चाहिँ हामी खानासाना खानेवाला छौँ सो नयाँ बुट लगाएको लास्टै गाह्रो भएर चाहिँ केटा हो ओइ बिस्तारै आइज है हाम्रो विशाल भाइ फर्ममा छ आज रन्काइरहेछ है पुरै डेन्जर पछाडि एबिएस छैन यो बुटमा त थाहा नहुने रहेछ क्या गाइस पछाडि ब्रेक हानेको होइन हल्का चिप्लिन खोज्दो रहेछ क्या म बिस्तारै पानी बसाइरहेको छु म पनि गाह्रो त गाह्रो भएर त आम्मा भाइले के कुराको
भाइले त अहिले माथि अफरोडमा गएर खिच्नुपर्छ केटा हो न हामी चाहिँ एकछिन केटा यो त मेरो जमानाको हो यो मेरो काम चलाउ अर्को मगाएको छु मैले उयो त्यो के अरे त्यो प्रो सपबाट एल्युमिनियमको ल हामी चाहिँ सेल्फी रोडमा छौँ केटाहरूलाई कुरिरहेको एनकेमा सौजन्य विनोद चाहिँ पछाडि नै पऱ्यो क्या अब मैले कुदाहरू त अब त्यो एनके त टपमा हुन्थ्यो अब केटाहरूले कुदाएर चाहिँ पछाडि नै छ कस्तो कुद्ने यार यो बाइक त यार भेट्न गाह्रो हुने यार यो बाइकलाई आइपुग्यो सिधै 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 केटाहरूले पो नसक्ने कि नसक्ने त्यो बाटो ओ सिधै भनेको माग्नु नजाने यार गजब बेइज्जती है पावरै छैन बाइकमा भाइ जोसमा छ त के हो आज यार रिन्जर कुदाइरहेको छु भाइले त मलाई पछाडिको ब्रेक छुनु नपाएर चाहिँ अलिक कन्फिडेन्टै आएन क्या कुदाउनुलाई आफूले पछाडिको ब्रेक पनि हान्नुपर्छ है त्यही भएर चाहिँ अगाडिको ब्रेकमा मात्रै म कुदाउँदिनँ नि त बाइक तिनवटा ब्रेक हान्छु म गियर फ्रन्ट रियर तिनटै हान्छु क्या म चाहिँ प्रायः सो सिआरएफलाई चाह्यो भने त म भेटाइदिन्छु त्यही पनि अब यो बाइकमा खासै खुट्टा बसेको हात बसेको छैन भाइलाई चाहिँ भाइले हाम्रो विशाल भाइले चाहिँ खत्रै देखिरहेको छ आज उसलाई पुरै रेड भेरिएसनमा चिप्ल्यो भने चाहिँ म सकेँ तर चिपिदिनु होला यता आएको थिएन पहिला ए ल बाबालाई हिरो देखिरहेछ एकेरमा बाइक बन्द हुन्छ बेला बेलामा भाइले आज खतरा कुदाएर छ भाइ फर्ममा छ आज जमजम मजा आइरहेछ हेर्न नि अगाडि आफू जस्तै कुदाउने एकजना भयो भने चाहिँ मजा आउँछ कि कुदाउनु अब एकजना मैले हिरो भनेर कुदाइरहेको हुन्छ अर्को चाहिँ फ्यास गरेर कुदाउँछ मजै आउँदैन कि जोसै आउँदैन अझ किन्ने डट बाइक भए चाहिँ सही रमाइलो हुन्छ के गर्नु बाबाको हाइट भेट्दैन र त्यता पनि एउटा बाइकमा आएर ल्याइदिनु हुन्थ्यो नि केटाहरूको दिइहाल्थ्यो नि केटाहरूले हाम्रो चाहिँ फेरि केटाहरू त्यस्तो छैन क्या बाइकमा दिन्छ क्या खै गाह्रो भएन एकेरमा हालेर कुदा एकेरमा कहिलेकाहीँ गियर धेरै भयो भने चाहिँ झाप्प बन्द हुन्छ फेरि ल ल ल त्यो चाहिँ मेरो पहिलाको एक्स त नहुनु अहिले पनि मेरै बाइक हो यो फर्स्ट प्रायोरिटी चाहिँ म यो बाइक कुदाउँछु किनकि यो बाइक नयाँ हो नि त ओ माई गड यो केही देखेन ओ माई गड सिट बाटै देख्दैन त हो
बवाल एडभेन्चर है गाइस आज चाहिँ धुलोले केही देखेन भाइले त रकेट हान्छ धुलो भए पनि भाइ त पुरै आज कुदाउँछु भनेर आएको छ क्या यार जोसमा छ त भाइ त म एक्लै हाल्दै कुदाउँदैन थिएँ यो धुलोमा यार फेरि केही छैन अब एडभेन्चर गर्न आएको मान्छे एडभेन्चर गरिदिउँ न होइन उयो अगाडि आउन ल है हाम्रो पेपरको पछाडि माइक र माइकको पछाडि हामी क्या एकछिन रोक्नु पर्छ नि त नि अब अनि रोक्दाखेरि पछाडि बसाइरहेछ भने अफरोड गर्न आएको हामी अफरोड त विनोदले पो गऱ्यो त यार बेन्जी लिएर आएको हिरो भएर आएको म त कामै लागेन हो ल मलाई भन्नु मसँग हेलमेट थियो नि यार एउटा एक्स्ट्रा हो होइन त्यसो चलाउँदाखेरि कन्फिडेन्टेड आएको सुरुमा ह्यान्डलले गाह्रो लाग्यो होला तँलाई हावा कम छ अलिकति मैले हावा हालिदिनु लगाएको थिएँ फेरि अफरोडमा के हावा हालिदिनु भनेर अनि हुन्छ माथि है माथि राइट ओइ केटाहरूले देखेर नदेखा जस्तो गरे क्या चिप्लो थियो त मैले देखिसकेको थिएँ चिप्लो छ नि यहाँ त धन्न ह्यान्डगार्डले बचायो ओपनिङ हाने भाइले खोइ रेकर्ड गरेको थियो रेकर्ड रहेछ खोइ हट हट ह्यान्डगार्ड चाहिँ गयो यतिकै कुदो अहिलेलाई फेरि पछि फेरि यो ब्रेक थिचिन्छ नत्र ल तिमीले थर्डबाट लियो क्या यताबाट लिएँ क्या मैले के भयो बाटो जाने ठाउँ छ भने हामी त्यहाँ बाटो त पुरै यस्तो रहेछ यार केटा 2 hours later. हामी जान लागेको रुट जान लागेको साइक्लिङहरु पनि Zoldan, जा बस विनोद हिँड त्यो बाइक लिएर हिँड विनोद तिमीलाई हाइट भेट्छ माम बस 11 मा त उकालो ल 11 मात्रै लड्न लाइन झरिहाल्यो त वेट पर्छ क्या धेरै
केटाहरूले बाइक ल्याउनु सकेन यार कहाँ आएर लड्यो तिमी झर मिले झर न कत्रो साह्रो हो क्या मान्छे घरमा ओर्लिसकेको बालमा ठिक छ त बालमा होइन लच्छा त्यही धन्न त्यो वेट हाइटले गर्दा हो क्या यो हाइट भयो नि लडेपछि होइन यसलाई छोडिदिनु पर्ने रहेछ उठाउनु कोसिस गरेर हुँदैन यो त मेरो अस्ति क्याच च्यापेको मुना लड्दाखेरि ह्यान्डल बाङ्गे हो हेर्दा अलिकति बाङ्गे जस्तो लाग्यो तर नहुनु पर्ने हो पछाडि हल्का चिप्लेर लडायो बल्ल अफ रोड त्यही 5-10 स्पिडमा लड्यो होला 5-10 को स्पिडमा थियो होला 5-10 को म त 0 को स्पिडमा थिएँ रोकेको बालुवाले चिप्लेर गएर क्या बाटो होइन अलिकति बाङ्गे भयो बाटो छोड्दो हो र यो मड गाड त्यो मडगाड बाङ्गो चाहिँ बाङ्गेको मडगाड बाङ्गो भएर हुँदैन नि त होइन यो चाहिँ देखाउन लगाएर त मडगाडले अलाइनमेन्ट चेक गर्न बाइक मजा आएर यो अफरोडिङ गर्न हाम्रो जस्ट मेरो बाइक र सिआरएफ चाहिँ लडिसक्यो हामीले ह्याप्पी बर्थडे मनाइसक्यो म बामेले मात्रै मनाउन बाँकी छ बामेले उतातिर गएर मनाउँछ फिक्स हो अफ रोड रे होइन नि अफ रोड किङहरू चाहिँ लडिसक्यो लड्या यो किन थाहा छ अफ रोडमा बाइकले पनि फिल गर्नु पऱ्यो नि त लडेर क्या होइन माटोसँग चाहिँ छोरा त्यस्तो हो भिडियो पनि भइरहेको ल ल यसको बिस्तारै तँलाई त्यस्तो लाग्यो लडेर हात पनि हो नि त अब लड्ने पालो हाम्रो छ र अग्रिम शुभकामना जय पशुपतिनाथ होइन भर छोडेर है भर सँगै लिएर तेह्र टाउको न्युट्रलमा धरे आएको हामी चाहिँ लड्नुहुन्न है सबै हामी चाहिँ लड्नुहुन्न क्या किन भन्छु तिमी हामफाल म पनि हामफाल्छु होइन विनोद भन म दुईवटा खुट्टा टेकिहाल्छु क्या त्यो बानी यही बाटो हो र यही बाटो होस् ल हो यही बाटो
सही ठाउँ रहेछ यार ए अस्ति आएको यहीँ भने होइन अस्ति भ्लग गरेको थिएन नि त ओए हिमाल हेर न देखेँ ल त अब तैँले खतरा सिनेमेटिक सटहरू खिचे मलाई आउँदैन झरनाको पानीबाट दिनको सुरुवात भएको छ त्यो कस्तो खाइदिन्छ यार विश्व ब्रह्माण्ड जहाँबाट हेर्दै हुनुहुन्छ तर मिठो चाहिँ हुन्न फेरि त्यो बिहानको सुरुवातसँगै हामी चाहिँ एक्सपल्स र सिआरएफ लिएर ठ्याक्कै हिमालको भ्यू हेर्दै मासु चिकन पकाउँदै चाहिँ घाम ताप्दैछौँ र अब यसपछि हामी सिधै जानेछौँ मासु भात खानलाई र खासमा यहाँ आजको राइड भनेकै मासु भातको लागि हो र जसले धेरै मासु भात खान्छ त्यसलाई पनि उपहार छ त्यही भएर त्यसलाई छैन बाबा हाम्रो बिजनेसम्यानको फोन आयो हेलो हजुर मम्मी ए मम्मीको पो रहेछ हेलो वाह क्या एक्टिंग कर रहा है हजुर शेर भाइ के छ यसो जग्गाहरू म कस्तो छ भनेर आएको होइन ओ भाइ रोजीमा भएको पैसाले त यो ढुङ्गा मात्र आउँदो रहेछ भाइ के गरेको तैँले कपाल लगडा अरू भने जस्तै हो अब हामी खानासाना खानुपर्ने हुन्छ भइसक्यो सिन त्यस्तो छ यहाँकै हामी लाखुरी भन्ज्याङ र गोदावरीको बिचमा छौँ हामी चाहिँ चापर खर्क है के भन्ने ठाउँको नामै बिर्स्यौँ मैले त केटाहरू चाहिँ फर्स्ट टाइम हो यहाँ यो ठाउँमा चाहिँ कस्तो लाग्यो हामी ठाउँलाई कस्तो लाग्यो ठाउँ दामी छ रमाइलो रहेछ मेरो पनि बाइक भएको भए कस्तो त्यही हो खुट्टा टेकी खुट्टा भेटी होइन म नि बाइक कुदाएको फोटो खिच्थेँ भिडियो खिच्थेँ अब आज अब यसमा म मुढा बोकेर हिँड्नु अब यसमा म मुढा बोकेर हिँड्नु मुढा होइन एउटा ऊ फल्याक राख्ने यो बिचमा अनि त्यस अघि मैले खिच्दा जस्तो खिच्दा त यस्तो माथि बसेर कस्तो लाग्यो भाइलाई यो ठाउँ रमाइलो हुँदै फर्स्ट टाइम आएको होइन त यो ठाउँ लडियो त्यही मात्रै भाइ फल्याक राख्ने यो बिचमा अनि त्यस तिमीहरू त उता तल गर होइन केटाकेटी हो हाम्रो चाहिँ अब ह्याप्स पनि आइसक्यो है अब ह्याप्स हान्नुपर्ने हुन्छ दामी लाएर बामेले चाहिँ अब पस्किन लगाएको छ केटाहरूलाई बामे हाम्रो सबैजनाको घरको कान्छी बुहारी भन्ने सासुबारीको कहिले काहीँ झगडा हुन्छ त्यसमा केही चिन्ता लिनु पर्दैन ह्याप्स हान्दिउँ सबलाई पस्के सास के अरे कान्छी बुहारी कस्तो लजा त्यस्तो नभन न मलाई भ्लगमा हाल्ने कमसेकम राम्रो पनि कान्छी बुहारी दिन्छ यार ल हाम्रो स्टक मार्केट किङ है राम्रो केही नभन सेयर मार्केट किङ मात्र भन्नु मलाई बेरिस्ट मार्केट किङ 2 hours later हेलो गाइस हाम्रो चाहिँ राइड सुरु भइसक्यो है बब्बाल भाइ र म अगाडि सो केटाहरू चाहिँ पछाडि आउँदैछ ये देखो ना गाइस देखो ना दिस इज चापर खर्क जुन तपाईँले देख्नु भएको नि टिकटकमा यस्तो वाला बाटो हो यही हो सो यहाँबाट चाहिँ हाम्रो प्याराग्लाइडिङ पनि हुन्छ तर पहिला हुन्थ्यो अहिले त हुँदैन अझै किन नभएको थाहा छैन मलाई सो यहाँ चाहिँ
हो यही टर्निङ हो कि यस्तो 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 भएको यस्तो भएको तर हामीलाई कुदाउँदाखेरि चाहिँ खासै फिल हुँदैन घना जङ्गल चाहिँ पुरै यहाँ चाहिँ फेरि घना जङ्गल बाप रे बाप सो अस्तिचोटि म यहाँ त भ्लग गरेको थिएँ तर मैले रेकर्ड बटन भनेर थिचेको अफ बटन चाहिँ थिचेछु क्या अब के भन्ने अब तलसम्म त्यत्तिकै हिँडेछु क्या म यस्तो बोर भएर कम रिस उठ्यो त्यतिखेर फेरि आज लक्कीली केटाहरू पनि आज जाने भनेर अन द स्पट प्लान भनेर हामी आएको हो त्यो भाइको अघि ब्रेक हान्दा लागेकै थिएन चेन त सुक्खा हुन्छ अफ रोडमा मेरो यस्तो भइसक्यो म त विनोद अर्को बाइकमा आउँछ जस्तो लागेको थियो पछि फेरि आया खिच्छु भनेर पछि थाहा पाएँ मैले बस 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 यो पनि अनुभव गर अब त मेरै बसेर भइहाल्यो नि त्यहाँसम्म उता घरसम्म नै अब त सजिलो यो क्रेटा होइन यो कस्तो छ यो गाडी ठिकै छ ठिकै छ है रिसेल पनि राम्रो छ हेर कस्तो सफ्ट लाग्यो यार मलाई त्यो बाइकमा बसेर यो बाइक त नि सर त्यो बाइक त नि एक्लै खास एक्लै हिँड्ने बाइक हो क्या त्यो कम्फर्ट छ यार यता आम्मामामा कस्तो प्याएको आज ठिक छ नि त रुट अहिले माथि हामी उताबाट गएर यताबाट आएको ठिक छ नि त रुट ठिक छ है नाइस छ यार उतैबाट गएको भए चाहिँ अलि मजा आउँदैन थियो क्या यो आइसि एउटा रुट कम्प्लिट भयो नि त म त एक्लै त आइदिन्छु कहिले काहीँ यसरी टिकट काट्नुपर्छ पर्दैन यहाँ पर्छ नि भाइ त सिधै गयो त जम्मै त अलिक गएर होइन विवेक यहीँ बस्ने हो क्या कस्तो यस्तो घाम छ फोटो खिचेर पर्नु होइन विवेक होइन क्या कहाँ उता 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 हो क्या तल्लिन आएको हेर न ए खोइ त इन्स्टा खोइ इन्स्टा निकाल न यहाँ बवाल आउँछ यार यहाँ त यहाँ हाल्ने विनोदले बोक्छ ए माउन्ट गर्ने अब चाहिँ हामी यहाँ गएर चिया खान्छौँ अनि हामी घरतिर लाग्नुपर्ने हुन्छ सो हाम्रो चाहिँ यही हो डेस्टिनेसन